छेत्रीको छोरो यो पाहु छुन्छ घिनले छुँदैन। मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन। मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन। नमस्कार। हामीलाई थाहा भएकै कुरा हो, नेपाली विषय लिने विद्यार्थीहरूले यो मुना मदन कृति पढेकै हुनुपर्छ। मुना मदन भनेको एउटा खण्डकाव्य छ, कृति छ, जो लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित झ्याउरे छन्दमा। र यो छन्द चाहिँ कसरी वाचन गरिन्छ भनेर आज म सुनाउन गइरहेको छु। विद्यार्थीहरू जति हुनुहुन्छ उहाँहरूले सुनिदिने र बुझिदिने। नछोडी जानुस् हे मेरा प्राण अकेली मलाई, मनको वनमा ननिभ्ने गरी विरह जलाई। लोचनका तारा हे मेरा प्यारा यो ज्योति बिलाए, के भन्नु भन्ने म कोही थिन विष नै पिलाए। प्यारा विष नै पिलाए। मनको कुरा गलामा अड्छ अड्कन्छ गलामा, यो मेरो मुटु 50 बाजी धड्कन्छ पलामा। यो छाती मेरो चिरेर खोली नजर गराए, त्यो मन केही फर्कँदो होला तस्बिर खुलाए। आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन, मनको कुरा मनैमा बस्छ छातीले खुल्दैन। प्यारा आँसुले बोल्दैन।